ल यहाँ के भनेको छ भन्दाखेरि इन द बिगिनिङ अफ 2075 BS भनेको छ हो पपुलेसन चाहिँ 1 लाख छ अनि रेट अफ ग्रोथ चाहिँ 2% छ हो and 8,000 people migrated from the places in the beginning of 2076 BS भनेको यहाँ अब यहाँ के हुन्छ find the population in the beginning of 2007 BS beginning of 2075 beginning of 2076 भनेपछि कति डिफरेन्स भयो कति इयर डिफरेन्स भयो 1 इयर हो त्यसमा a इक्वल्स के गर्नुपर्छ त p इक्वल्स कति भयो 1 लाख हो अनि r भनेको कति भयो 2% अनि त्यसपछि के दिएको छ अर्को pr अनि t भनेको चाहिँ कति भयो 1 इयर हो त्यसो भए अब हामीले के गर्नु पर्यो त अब pt इक्वल्स व्हाट है pt इक्वल्स के हुन्छ त p1 plus r by 100 को पावर t हैन त अब यो t भनेपछि कति हुन्छ त यो 2076 है त यो यसरी लेख्यो भने नलेख्यो भने के फरक परेन p भनेको कति छ हो 1 प्लस त्यो क्याल्कुलेट गर्ने बेलामा गरिहाल्यो त्यो उतै है त्यो r भनेको चाहिँ 2% त्यो t भनेको 1 हो यो भनेपछि यो के भयो 1 लाख 1 लाख भयो 102 भयो हैन अपन 100 145 into 1.02 हो यो मल्टिप्लाई गरेर के हुन्छ 1 2 3 हुन्छ हो 1,02,000 भयो ठीक छ यो 1,02,000 भयो हो अब 2076 को बिगिनिङ हो यो है त है द पपुलेसन अफ 2076 को बिगिनिङ को चाहिँ यो भयो फेरि बिगिनिङमा के भइरहेछ माइग्रेट भएर आइरहेछ हो त्यसैले अब टोटल population of beginning of 2076 हो pt equals कति हुन्छ यो 1,02,000 हो प्लस कति माइनस भएर आएको 8,000 भनेपछि कति भयो 1,10,000 हो हैन ठीक छ 1,10,000 हो ठीक छ यो ल अब सेकेन्डमा हेर अब फेरि के भनेको छ फाइन्ड द पपुलेसन एट द एन्ड अफ 2076 अब बिगिनिङ अफ 2076 मा कति छ यति छ अब एन्ड अफ 2076 भनेपछि के भयो त बिगिनिङ बाट एन्ड भनेपछि के हो 1 इयर हो त्यही भएर अब t बराबर के हुन्छ त अब यसलाई चाहिँ हामीले के मान्नु पर्छ सेकेन्डको लागि है त नाउ p इक्वल्स के हुन्छ यो हुन्छ है त फेरि 1,10,000 यो चाहिँ p हुन्छ अनि t इक्वल्स 1 हुन्छ र r भनेको त्यही कति भयो 2% नै भइहाल्यो अब त्यसपछि हामीले के निकाल्ने pt यो pt भनेको चाहिँ के हुन्छ त 2076 को एन्ड को हुन्छ है त ठीक छ त्यसो भए अब के हुन्छ त अब p1 plus r by 100 को पावर t भनेपछि 1,10,000 हो 1 plus r भनेको 2 upon 100 यो 1 हो हैन 1,10,000 इन्टु यो 102 upon 100 भनेको 1.02 हो हैन हो यो अब यो मलाई गुणन गर्न हामी गुणन गर्दा यो गुणन 22 1,12,000 यसो 1 2 3 1 2 1 2 1 2 1 2 1 2 एक दुईटा यति हो 1,12,200 हो ल यो चाहिँ के भयो त अब देयरफोर के भयो the population at the end of 2076 BS is कति भयो त 112,200 हो ल ठिक छ इज अदर इक्वल्स भन्नु न ठीक छ अब हामीले त्यो कुरा फाइन्ड द पपुलेसन इन द बिगिनिङ अफ 2078 भनेको हो यो 2076 को के हो त एन्ड हो अब यहाँ दुई तरिकाले निकाल्न सकिन्छ हेर अब हामीले सुरुबाट पनि काउन्ट गर्न सक्छौं हो 75 बाट हिसाब गर्यो भने कति हुन्छ 75 को बिगिनिङबाट
78 को बिगिनिङ भनेको कति हुन्छ 3 इयर्स हुन्छ हो अब हामीले फेरि यहाँबाट गरे पनि हुन्छ 2076 को एन्डबाट 2078 को चाहिँ कति छ के भनेछ बिगिनिङ भनेछ हो 2076 को एन्डबाट 2077 को एन्ड भनेको कति भयो 1 इयर हो 2077 को एन्ड भनेको कति भयो 1 इयर हो 2077 को एन्डबाट 2078 को बिगिनिङ भनेको के भयो त फेरि 1 इयर हो भनेपछि कति भयो 2 इयर भयो हो यहाँबाट हिसाब गर्यो भने हामीले t = 2 इयर्स हुन्छ अब सुरुबाट हामीले गर्यो भने सुरुको पपुलेसन हामीले थाहा छ के हो हैन यहाँबाट गर्यो भने के हुन्छ त 3 इयर्स हुन्छ त्यसैले अब हामीले जसरी गरे पनि हुन्छ है अब सुरुबाट गर्यो भने p बराबर कति हुन्छ त उ त्यो हुन्छ 1 लाख हुन्छ अब यहाँबाट गर्यो भने p बराबर के हुन्छ त यो हुन्छ त्यसैले अब जसरी गरे पनि हुन्छ है अब हामीले 75 सालबाट सुरु गर्यो भने अब हामीले के गर्न सक्छौं त the population right the population at the end of in the beginning right beginning of 2078 भनेको के हुन्छ त pt equals p of 1 plus r upon 100 को power t हुन्छ हो अब यहाँ हामीले यसलाई हामीले उ त्यो मान्यो भने 1 लाख मान्यो भने p लाई हामीले सुरुबाटै हिसाब गर्यो भने p 1 लाख हुन्छ हो प्लस r भनेको 2 नै भइहाल्यो यो 100 यो t कति हुन्छ त 3 हो हैन 75 बाट 78 भनेपछि कति भयो 3 भयो हो हैन ल अब यो 1 लाख को 1 लाख भयो यो कति भयो 102 अपन यो 102 अपन 1.02 को पावर क्यूब भयो हैन क्यूब गरे हाल्दा 1.061 यति मात्र हो 208 ल यो एक्चुअली मल्टिप्लाई गर्छ 20.8 है अब यस्तो छ भने हामीले चाहिँ 106121 गर्न मिल्छ है त कति भयो त्यो 1 लाख कति भयो यहाँ नै 1,12,000 आइरहेछ यहाँ चाहिँ किन यो यता आयो फेरि सुरज को तो कम आया था भनेपछि यहाँ यो त 1,10,000 रहेछ नि त हैन हो के रे 8,000 पनि जोड्या छ है हैन त 8,000 पनि जोड्या छ त्यही भएर उ भएन त्यसो भएपछि त अब यहाँ 8,000 पनि जोड्यो भने त्यो नगरौ त्यही भएर यहाँ हामीले सुरुबाट गर्नु पर्यो है त यहाँबाट यहाँ मैले अहिले नै भन्नु खोजेको कुरा चाहिँ यही हो कि यसको एन्ड भनेपछि 2078 को बिगिनिङ भनेपछि 2077 को एन्ड भनेको 1 इयर 2077 को एन्ड भनेको के हो त 2078 को के हो बिगिनिङ हो ह बुझेन 2077 को 2076 को एन्ड भनेको 2077 को के हो 2077 को एन्ड सम्म कति भयो 1 इयर भयो हैन 2077 को एन्ड भनेको 2078 को चाहिँ के हुन्छ त बिगिनिङ हुन्छ हैन त 2076 को एन्डबाट 2077 को एन्ड भनेको 1 इयर भयो हैन फेरि 2077 को एन्डबाट 2078 को बिगिनिङ भनेको एउटै हो हैन त्यही भएर t इक्वल्स चाहिँ यहाँ के हुन्छ त 1 इयर हुन्छ ठीक छ t इक्वल्स 1 इयर हुन्छ अब r भनेको त्यही भइहाल्यो हो अब हामीले फर्मुला लगाउने pt इक्वल्स p 1 plus r upon 100 को पावर t
पी भनेको कति भयो 1,12,200 भयो अनि 1 प्लस r भनेको 2/100 को पावर कति भयो पी भनेको 1 भयो हैन 1,12,200 इन्टु 1.02 ल यो मल्टिप्लाई गर्दा 1144 ल यो चाहिँ कति भयो त 2078 को बिगिनिङ भयो हिसाब मिलेन हो मिल्यो हो यहाँ हामीले चाहिँ बुझ्नुपर्ने कुरा चाहिँ यस्तो हुन्छ अब हामीलाई यहाँ चाहिँ के चाहिँ अप्ठ्यारो हुन्छ भन्दाखेरि अब यहाँ 2076 को इन्ड भनेको छ फेरि 2078 को बिगिनिङ को निकाल्नु भनेको छ त्यसो गर्दाखेरि चाहिँ हामीले यसरी हिसाब गर्नुपर्छ 2076 को इन्डबाट 2077 को इन्ड भनेको कति भयो 1 इयर हो 2077 को इन्ड भन्नु र 2078 को बिगिनिङ भन्नु एउटै कुरा हैन हो हैन त्यो भएपछि टी बराबर कति हुन्छ 1 इयर मात्र